दर्शकवृन्द नमस्ते। शीतलपाटी मिडियामा यहाँलाई हार्दिक स्वागत छ। आज म सल्यानको शारदा नगरपालिका वडा नम्बर 13 एउटा घर बनिरहेको ठाउँमा आएको छु। यो घर मैले किन भनिरहेको छु भने यो बालबालिका पढ्ने एउटा घर हो, भवन हो। दुई कोठे भवन यहाँ बनिरहेको छ। नीलो र हरियो ट्र्याकमा काम गरिरहेका नेपाल प्रहरी र नगर प्रहरी यहाँहरूले देख्न सक्नुहुन्छ। विद्यालय भवनको अभाव भइसकेपछि यहाँ भवन बनाउनको लागि शारदा नगरपालिकाले नेपाल प्रहरीसँगको सहयोगमा यो भवन निर्माण कार्य गरेको छ, जहाँ श्रमदानबाट यो विद्यालय बनाउने भनिएको छ। यो विद्यालय निर्माणको क्रममा रहेको छ र आज यो श्रमदानका लागि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी स्वयं यहाँ आउनुभएको छ। त्यस्तै यस वडाका जनप्रतिनिधि पनि यो श्रमदानमा आउनुभएको छ। श्रमदानबाट विद्यालय बनाउने सुरुवात चाहिँ शारदा नगरपालिकाले गरेको छ। कम लागतमा विद्यालय बनाउने कार्यको थालनी गरेको छ। ल त्यहाँबाट ठुल्ठुला ढुङ्गाहरू पुर्याउँदै गरौँ। हाम्रो यो शारदा नगरपालिका वडा नम्बर 13 अन्तर्गत यो बाल कल्याण आधारभूत विद्यालयमा जनश्रमदानबाट भवन निर्माण हुँदैछ। यसमा हाम्रो मेयर साहबको पनि यो जनश्रमदानमा सक्रिय सहभागिता रहेको छ र हामी शारदा नगरपालिका वडा नम्बर 13 का जनप्रतिनिधिहरू पनि यसमा सहभागी भएका छौँ र हाम्रो जिल्ला प्रहरी कार्यालयको टिम र नगर प्रहरीको टिम पनि यसमा सहभागी छ र स्थानीय जनसहभागिता पनि रहेको छ र विशेष गरेर यो एकदमै सराहनीय काम हो, उदाहरणीय काम हो भन्ने लागेको छ हामीलाई। पक्कै पनि यो अरूभन्दा अलिकति मजबुत तरिकाले भवन बन्छ कि भन्ने आश गरेका छौँ। यो कच्चा पदार्थको व्यवस्थापन हाम्रो अब स्रोत त अब स्थानीय नै हो र हाम्रो साधन चाहिँ यो अनि यो हाम्रो नगरपालिकाकै ट्र्याक्टर, त्यसपछि हाम्रो जेसिबी र टिप्पर हाम्रो नगरपालिकाकै प्रयोग भएको छ र यसमा हामीले लागतभन्दा अलिकति सस्तोमा यसलाई निर्माण गर्न खोजिरहेका छौँ। विशेष गरेर स्थानीय र नगर यो शारदा नगरपालिका वडा नम्बर 13 ले यो खानपिनको व्यवस्था, बसाइ व्यवस्थापन, हामीले बसाइ व्यवस्थापन यहाँ विद्यालयकै भवनहरू प्रयोग गरेका छौँ भनेपछि आवासीय व्यवस्था छ र खानपिनको लागि पनि हामीले यही बजारको उसलाई साउजीहरूलाई प्रयोग गरेर यसको व्यवस्थापन गरेका छौँ। मेरो नाम रेमन्त विक, म नगरपालिका नगर खेल शिक्षक। अनि आज चाहिँ म मेरो एक दिन श्रमदान हुन गइरहेको यो सानीखालमा वडा नम्बर 13 शारदा नगरपालिका वडा नम्बर 13 मा श्रमदान हुन गइरहेको ठाउँमा चाहिँ मेरो एक दिन चाहिँ यता सदुपयोग गर्दैछु। मैले एकदम खुसी लागिरहेछ। एक दिन आफूले यहाँ काम गर्न पाउँदा एकदमै आफ्नो एक दिनको योगदान चाहिँ श्रमदानमा दिन पाउँदा। मेरो जितबार नेपाली सर, यो त ठिक लागेको छ सर। काम पनि ठिकै छ, गर्नुपर्ने हामीले कामै नै हो सर। मेरो नाम कल्पना नेपाली, 13 नम्बर वडाको वडा सदस्य हो। आज म स्वास्थ्यमा मेरो स्वास्थ्य अलि भएको कारणले गर्दा पनि म आउन पाएको थिएन। आज आउने अवसर मिल्यो। बजेट कम भए पनि हामीले काम गर्न छोडेका छैनौँ। 13 नम्बर वडाका सबै आएर श्रमदान गरिदिनु होला भन्न चाहन्छु। मेरो नाम कविता बुढाथोकी, सानोपात 13 चलाउने पानी टोलमा पर्छ। विशेष गरी हाम्रो यो शारदा नगरपालिकाको मेयरलाई विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो यो विद्यालय अचानक बाढी पहिरो केही नआएर पनि त्यत्तिकै भत्केको हुँदा हाम्रो मेयर साहबका यो कुरा पुगिसकेपछि मेयर साहबले मध्यनजर गरेर हाम्रो विद्यालयको उसमा 2 कोठे भवनको आयोजना गरिदिनु भएको थियो र हाम्रो यस विद्यालयको के अरे
सरहरू म्याडमहरू पनि खट्नुभएको छ र हामीले पनि स्थानीयले गर्नुपर्ने हामीले गर्नुपर्ने सहयोग गरेको जस्तो लाग्छ। हामी यसमा सँगसँगै यो 1-3 को 0-3 को विद्यालयमा यो जनमास पुर्याएकोमा पनि मेरो साथलाई धेरै धन्यवाद दिन चाहन्छु, किनभने यो विद्यालयले सायद यस्ता गाडी घोडा नगरपालिकाकै भए पनि अहिलेसम्म देखाएको थिएन होला। यो विषयमा चाहिँ असाध्यै खुसी छु। मेरो नाम चाहिँ नगर प्रहरी जवान सन्तोष सिंह। हामी चाहिँ आज यहाँको सर्वदान गरेको 5औं दिनमा यो 13 नम्बर वडा कार्यालय नजिकै यो आधारभूत स्कुलको उसमा हाम्रो नेपाल प्रहरी, हामी नगर प्रहरी जनप्रतिनिधि, हाम्रो नगर प्रमुख कोरास भण्डारीको नेतृत्वमा आजको सर्वदान गरिँदैछ र यसरी सर्वदान गर्दाखेरि धेरै खुसी आनन्दमय दिनहरू रमाइलो पनि भइरहेकै छ। हामीले यसै गरी 5वटा कोठाको भवन 11 नम्बरको स्याला भन्ने ठाउँमा 5वटा कोठाको भवन पनि बनाएर अहिले फेरि यहाँ 13 नम्बरमा लागिरहेको छौँ। मैले धेरै पटक आफ्नो नगरसभामा जनताहरूको सम्बोधन गर्ने बेला पनि हामी चाहिँ कम बजेट भएका पालिका छौँ र हाम्रो जिम्मेवारी धेरै ठुलो छ। मैले धेरै पटक भनेको छु, हाम्रो आवश्यकताहरू समुद्रको पानी जति छ भने हाम्रो स्रोत जम्मा दसैँमा बग्ने पाइप जति पनि छैन। त्यसैले हामीले असारको 4 गते बजेट बनाउँदाखेरि चाहिँ जनश्रमदानबाट विद्यालय बनाउनु पर्छ भने सानो बजेट छुट्याएर चाहिँ हामीले विद्यालय बनाउन सुरु गऱ्यौँ। हामीले तल्लो स्यालामा चाहिँ एउटा विद्यालय बनाइसकेपछि अब यो दोस्रो चरणको चाहिँ छ्यानीखालमा चाहिँ यो बाल कल्याण प्राथमिक विद्यालयमा हामीले श्रमदानबाट चाहिँ विद्यालय बनाउन सुरु गऱ्यौँ। आज हाम्रो 5औं दिन हो र विशेष गरी आज चाहिँ विभिन्न बिहानका थुप्रै कामहरू भ्याएर आज दिनभरि श्रमदान गर्ने सोचका साथ हामी 11 बजीतिर यहाँ आइपुगेका थियौँ। 11 बजीदेखि अहिलेसम्म हामीले गरिरहेका छौँ भने आज बेलुकासम्म हामी यहाँ काम गर्छौँ र विशेष गरी मैले धेरै पटक भनेको छु, राज्यलाई आर्थिक भार कम गर्नका निम्ति हामीले यस्ता जनश्रमदानबाट चाहिँ निर्माण कार्यहरू गर्नुपर्छ, जसले गर्दा राज्यको ज्याला मजदुरीमा खर्च हुने पैसा जोगिन सक्छ र कम पैसाले यो विद्यालय बनाउन कम्तीमा पनि 20-25 लाख रुपियाँ लाग्छ भने हामीले चाहिँ श्रमदानबाट आफ्नै स्रोत साधन प्रयोग गरेर बनाउँदाखेरि चाहिँ यो विद्यालय 2-3 लाख रुपियाँमा चाहिँ बन्न सक्छ। त्यसैले म सबै चाहिँ नगरवासीहरूलाई आह्वान गर्न चाहन्छु, कृपया जनश्रमदानमा जोडिएर यहाँहरूले कर्म गर्नुहोस्। राज्यले बजेट विनियोजन गरेको कुनै पनि चाहिँ ठाउँमा यहाँले श्रमदानबाट गर्नुभयो भने त्यो धेरै ठुलो एमाउन्टमा चाहिँ विकास निर्माण कामहरू हुनसक्छ। जस्तै उदाहरणको लागि यदि चाहिँ कुनै सिँचाइको लागि कुलोमा बजेट विनियोजन गरेको छ 5 लाख भने तपाईँले जनश्रमदान गर्नुभयो भने त्यहाँ चाहिँ 8-9 लाखको कुलो भन्छ, जसले गर्दाखेरि चाहिँ राज्यलाई हामीले धेरै ठुलो चाहिँ टेवा पुर्याउन सक्छौँ। म सबै नगरवासीहरूलाई निवेदन गर्न चाहन्छु, कृपया जनश्रमदानमा जोडिनु होला। धन्यवाद।